उठाएका छौँ। उहाँहरूले चिम चिन्हमा मत मागिराख्नु भएको छ र राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट जेएनजी भाइ बहिनीहरू जुन जुन ठाउँमा उठ्नु भएको छ उहाँहरूले बाँसुरी चिन्हलाई नै प्रत्यक्ष तर्फको चिन्हको रूपमा लिनुभएको छ। उहाँहरूलाई मतदान गरेर प्रत्यक्ष तर्फको हाम्रा उम्मेदवारहरूलाई जिताउन हुन पनि हार्दिक अनुरोध गर्दछु। यो दुईटै चिन्ह उज्यालो नेपाल पार्टीकै हो। यो दुईटै चिन्ह हामी पार्टी एकीकरण भएपछि यो दुईटै चिन्ह उज्यालो नेपाल पार्टी अन्तर्गतै पर्दछ र उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी यो चुनावपछि एउटै पार्टी बन्नेछ, उज्यालो नेपाल पार्टी। तसर्थ यो दुईटा चिन्हमा दुविधा नहुनु होला। धेरैले मैले सुने कुलमान घिसिङलाई मतदान गर्नलाई बाँसुरी चिन्हमा समानुपातिकमा हाल्नुस्, प्रत्यक्षमा चाहिँ उहाँलाई पर्दैन, बाँसुरी चिन्हमा होइन अर्कै चिन्हमा हाल्नुहोस् भनेर धेरै ठाउँमा विभिन्न पार्टीका कार्यकर्ताहरू लागेको पनि मैले सुनियो। आज बिहानैभरि मैले धेरै कुराहरू सुनेको छु। होइन, प्रत्यक्षतर्फ बाँसुरीमा जो उठ्नु भएको छ उहाँहरू पनि हाम्रै उम्मेदवार हुन्, हाम्रै उम्मेदवार हो। उहाँहरूलाई पनि मतदान गरेर विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो दुईटा चिन्ह जुन ठाउँमा प्रत्यक्षतर्फ बाँसुरी चिन्ह लिएर उठेको ठाउँमा हाम्रो चिम चिन्ह हाम्रो छैन, चिम चिन्ह लिएर उठेको ठाउँमा बाँसुरी चिन्ह छैन। तसर्थ प्रत्यक्षतर्फ जुन ठाउँमा राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टी जो उठ्नु भएको छ उहाँहरूलाई नै मतदान गरेर जिताइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले चुनाव चिन्ह बारेमा अलिकति दुविधा परेको सम्बन्धमा मैले यति चाहिँ प्रश्न पार्न खोजेँ। आज म यो पाँचथर जिल्लाको वास्तवमै तपोभूमि 16औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको कर्मभूमि र तपोभूमि सिलौटी र लोब्रेकुटी र ऐतिहासिक सुम्हालुङको काखमा यस उज्यालो युगको घोषणा गर्न पाउँदा गर्व लागेको छ। यो युग अब उज्यालो युग पूर्वबाट घोषणा भएको छ। पूर्वबाट घाम लाग्छ, त्यस्तै उज्यालो पनि पूर्वैबाट लाग्छ। तसर्थ उज्यालो युग अब यो पाँचथरबाट घोषणा भएको छ। यस अवसरमा म उहाँको निरन्तर एउटा लिगेसी बोकेको गुरु आत्मानन्दलाई पनि म सम्झिन चाहन्छु आजको यस ऐतिहासिक कार्यक्रममा। र यो क्षेत्रको वास्तवमा यो क्षेत्र धेरै ऐतिहासिक तपोभूमिहरू भएको क्षेत्र हो। यहाँ पाथिभरा कुम्लुङ मुकुमलुङ क्षेत्र यो देशमा मात्र होइन, नेपालमा मात्र होइन, विदेशमा पनि यसको परिचय यसको धेरै प्रचार भएको छ। यो क्षेत्रलाई, यो मुकुमलुङ क्षेत्र पाथिभरा क्षेत्रलाई हामीले धेरै राजनीतिकरण गर्नु हुँदैन। यो क्षेत्रको वास्तवमा धार्मिक आस्था, यो क्षेत्रको धार्मिक आस्था र यहाँको स्थानीय जनताको भावनालाई बुझेर हामीले काम गर्नुपर्छ। राज्यले पनि त्यही हिसाबले काम अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा व्यक्त गर्न चाहन्छु। अब उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी मिलेर उज्यालो नेपाल पार्टी बनेको छ। अब तपाईहरुले उज्यालो नेपाल पार्टीलाई मत किन दिने? उज्यालो नेपाल पार्टी आएपछि, सरकारमा आएपछि हामीलाई के हुन्छ भन्ने प्रश्न उठेको छ। यो उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी दुईटै पार्टी जेएनजी आन्दोलन पछि जन्मेको
सबभन्दा नयाँ पार्टी, युवाहरूको पार्टी र जेनजी आन्दोलनको स्पिरिट र जनताको भावना अनुसार स्थापना भएको पार्टी हो। हामीले उज्यालो नेपाल पार्टीलाई मत किन दिनुपर्छ भनेर मैले 3टा कुरा भनेका छन्। एउटा सबभन्दा पहिलो कुरा भनेको उज्यालो नेपाल पार्टीको नेतृत्वले हामी कर्ममा विश्वास गर्छौँ, गफमा होइन, भाषणमा होइन, परिणाम हामी दिन चाहन्छौँ। हामीले हिजो परिणाम दिएका छौँ। नेपाली जनता र देशको लागि हामीले परिणाम दिन सफल भएका छौँ। हामी डेलिभरी दिन चाहेका छौँ। हामी कुनै नेता बन्न आएको होइन, नेतृत्व गरेर देशको सेवा गर्न आएका हौँ। एउटा सेवकको रूपमा हामी पार्टी खोलेर आएका छौँ। पार्टी खोल्दैमा, राजनीति गर्दैमा नेता बन्नलाई आएको होइन। अब यो देशको नेतृत्व गरेर देशको सेवा गर्न र जनताको सेवा गर्नलाई आएका हौँ। अब पहिलो कुरा, हामी हिजो केही काम गरेका छौँ, डेलिभरी दिएका छौँ। हाम्रा उम्मेदवारहरूले केही न केही समाजमा र यो देशमा केही डेलिभरी काम गरेका छन्। मैले गरेको छु, त्यसको लागि तपाईहरुसँग भोट मागेका छन्। पहिलो कुरा। दोस्रो कुरा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी, यो शहीदहरूको परिवार, जेनजी घाइतेहरूको परिवार, घाइतेहरू आफै संलग्न भएको राजेश पोर्तेलजी जसको एउटा खुट्टा गुमाउनु भएको छ, उहाँ आज उपस्थित हुनु भएको छैन। धेरै घाइतेहरू हुनुहुन्छ, धेरै शहीद परिवारहरू हुनुहुन्छ जसले रगत बगाउनु भएको छ जेनजी आन्दोलनमा। यी साथीहरूको एउटा सहभागितामा, यी साथीहरूले गठन गरेको पार्टी भएको हुनाले यो रगतको, यो जुन बलिदान दिनुभएको छ, यो बलिदानको लागि पनि नेपाली जनताले उज्यालो नेपाल पार्टीलाई भोट दिएर अत्याधिक मतले जिताउनुपर्छ भन्ने हाम्रो अनुरोध हो। तेस्रो कुरा, उज्यालो नेपाल पार्टी अब यो देशको समृद्धिको लागि, यो देशबाट भ्रष्टाचार मुक्त गरेर सुशासन कायम गरेर यो देशमा जति पनि विसङ्गति विरुद्ध लडेर र यो देशको एउटा समतामूलक समाज स्थापना गरेर, यो सामाजिक न्याय स्थापना गरेर यो देशमा हाम्रा युवाहरूलाई रोजगारी सृजना गरेर यो देशलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँदै यो देश एउटा समृद्धशाली देशको रूपमा स्थापना गर्नको लागि हामीले एउटा रोड म्याप बनाएका छौँ। हामीले एउटा प्रतिबद्धता व्यक्त गरेका छौँ। त्यो प्रतिबद्धता कार्यान्वयन गर्नको लागि, त्यो प्रतिबद्धता कार्यान्वयन गर्ने एउटा क्षमता बोकेको नेतृत्व हामीसँग छ र त्यो रोडम्याप कार्यान्वयनको लागि तपाईहरुसँग भोट मागेका छौँ। यो 3टा विषय हामीले हिजो केही गर्यौं, आज हामीले बलिदान दियौं, भोलि हामी यो देशको परिवर्तन गर्छौं भन्ने हाम्रो चाहनालाई तपाईहरुले पूर्ति गर्नको लागि तपाईहरुसँग भोट मागेका छौँ। यो 3टा विषय हाम्रो तपाईहरुसँगको मत माग्ने आधार हो। हामीले परिणाम दिएका छौँ। हिजो लोड सेडिङ अन्त्य गर्यौं। लोड सेडिङ हामीले वर्षौंसम्म अन्त्य हुँदैन भनेका थियौं। लोड सेडिङ अन्त्य केही शहरी क्षेत्रमा लोड सेडिङ अन्त्य भन्ने मात्रै थियो, तर 105 वर्षसम्म करिब 50% जनतामा बत्ती पुगेको अवस्थाबाट हामीले 8 वर्षमा करिब गाउँमा सबै घरमा बत्ती पुर्याउने अवस्था पुर्यायौं। हरेक व्यक्तिले बत्तीको सुविधा प्राप्त भयो। गरिब परिवारले पनि बत्तीको उपयोग गर्न पायो। फ्रीमा हामीले मिटर बाँड्यौं, फ्रीमा हामीले चाहिँ सिंचाइ गर्न सुविधा दियौं। धेरै चाहिँ विद्युत क्षेत्रबाट एउटा कृषि क्रान्ति, कृषिमा हामीले सुविधा दियौं र औद्योगिक क्षेत्रमा ठूलो चाहिँ परिवर्तन हामीले गर्यौं। यो हाम्रो एउटा क्षेत्रमा हामीले एउटा परिवर्तन गरेका थियौं।
बत्तीको सुविधा, बिजुलीको सुविधा मात्रै होइन, यो देशबाट हामीले जलविद्युतलाई भारत र बङ्गलादेशसम्म बेचेर 20औं अरब वर्षको कमाउन पनि हामी सफल भयौँ। एउटा घाटाको संस्था वर्षौंसम्म 35 अरब भन्दा बढी घाटा थियो, र हामीले 8 वर्षमा खरबौं रुपियाँ नाफा गर्न सफल भयौँ। यो एउटा आर्थिक रूपान्तरण, एउटा संस्थाको आर्थिक रूपान्तरणको एउटा नमुना हो। यो रूपान्तरणको नमुना अब हामी देशको रूपान्तरणको लागि लागू गर्न चाहन्छौँ। हामी त्योभन्दा अगाडि यो देशमा जलविद्युतमा स्थानीयले सेयर पाउनुपर्छ, स्थानीयको अपनत्व हुनुपर्छ भनेर पहिलोचोटि हामीले चिलिमी हाइड्रो पावर रसुवाबाट सुरु गरेका थियौँ। रसुवाका जनतालाई सेयर दिएर, रोजगारी दिएर, जागिर दिएर र काम दिएर हामीले लखपति करोडपति बनाउन पनि हामीले सफल भयौँ। त्यो एउटा उदाहरण थियो इकोनोमिक इन्क्लुसिभ यो सहभागितामूलक समाज निर्माण गर्नको लागि हामीले धेरै काम गरेका छौँ। जुन बेलामा हामीले एउटा सफलतापूर्वक काम गर्दै गयौँ, त्यही बेलामा तत्कालीन सरकारबाट कारबाही सुरु भयो। त्यहाँबाट निकालियो, रसुवाबाट निकाल्दै गर्दाखेरि 1 महिनासम्म रसुवाको जनताले कुलमान घिसिङ चाहिन्छ भनेर आन्दोलन गरे। त्यस्तै विद्युत प्राधिकरणमा काम गर्दाखेरि 4 महिना बाँकी हुँदा हामीलाई मेरो पर्फर्मेन्स नील 0 भनेर निकालियो। 4 महिना अगाडि निकालियो, तर जनताले अर्को 6 महिनाभित्र सरकारमा मन्त्री बनाएर स्थापित गराए। यो जनताको भावना, यो जनताको आम जनताको विश्वास र मायाले गर्दाखेरि मैले हरेक क्षेत्रमा यो सरकार विभिन्न समयको नेतृत्वहरूले जबरजस्ती गरे पनि सरकारले जनताले स्थापित गरेको छ, जनताले माया गरेको छ, जनताले एउटा विश्वास गरेको छ। यो विश्वास अब तपाईहरुबाट टुट्न हामी दिने छैनौं। यो विश्वासलाई निरन्तरता दिनको लागि तपाईहरुले 1 भोट अब हामीले हिजो केही दियौं, केही काम गर्यौं, आज तपाईहरुसँग माग्न आएका छौं। एउटा चीज माग्न आएको छौं, तपाईहरुले 1 मत दिनु होला, एउटा भोट दिनु होला। त्यो भोट यो 1 पटक दिनु होला, अर्को पटक तपाईहरुले यो भोट कुलमान घिसिङको पार्टी उज्यालो नेपाललाई नै दिनुपर्छ भन्ने वातावरण हामी सिर्जना गर्नेछौँ। यो स्थिति हामी सिर्जना गर्नेछौँ, किनभने हामी काम गर्ने पार्टी, यो गफ गर्ने पार्टी होइन, हामी भाषण गर्ने पार्टी होइन, सोशल मिडिया चलाउने पार्टी होइन, सोशल मिडिया चलाएर चाहिँ सेलिब्रिटी हुने पार्टी पनि होइन। हामी कामले स्थापित हुने, हामी कामको पहिचानले स्थापित हुने चाहिँ पार्टी हो, हामी व्यक्ति हौँ। तसर्थ यो कामको लागि मतदान गर्नुहोस्। यो हामी जे बोल्छौँ त्यो गर्छौँ, जे गर्छौँ त्यो बोल्छौँ, नहुने कुरा हामी बोल्दैनौँ। तसर्थ तपाईँहरूले विश्वास गरेर हाम्रा उम्मेदवारहरूलाई अत्यधिक मतले जिताउनु होला। तपाईँहरूले भन्नुहोला यो अहिले राष्ट्रिय परिवर्तन पार्टीका जेनजी भाइ बहिनीहरूले भोलि के गर्लान्, यो क्षेत्रको विकास गर्ला कि नगर्ला, हामीले भनेका कुराहरू पूरा गर्ला कि नगर्ला, प्रतिबद्धताहरू पूरा गर्ला कि नगर्ला भन्ने तपाईहरुको दुविधा हुन सक्छ। उहाँहरू एकदम होनहार युवाहरू हुनुहुन्छ, उहाँहरूसँग कुलमान घिसिङ छ, उज्यालो नेपाल पार्टी छ। उहाँहरूले गरेन भने उहाँहरूसँगै काम गर्ने एउटा प्रतिबद्ध व्यक्तिहरू हामीसँग छौँ। यहाँ हाम्रो प्राध्यापक डाक्टर महेन्द्र लाउती हुनुहुन्छ, अमेरिकामा पढाएर उहाँ यो क्षेत्रको विकासको लागि आउनुभएको छ। यहाँ एउटा प्रभावशाली व्यक्तित्व जुन चाहिँ उहाँको एउटा लामो राजनीतिक लिगेसीबाट आउनुभएको छ। उहाँहरू जस्ता व्यक्तित्वहरू हामीसँग छौँ र हामी यो क्षेत्रको विकासको लागि मात्रै होइन, यो देशको समृद्धिको लागि हामी अगाडि आएका छौँ। तसर्थ तपाईहरुले कुनै पनि उम्मेदवार हेर्ने होइन, तपाईहरुले राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवारहरूलाई हेर्ने होइन, उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूलाई मात्रै हेर्ने होइन,
यो पार्टीको भिजन र यो पार्टीको नेतृत्वलाई हेर्नुहोस्, कुलमान घिसिङलाई हेर्नुहोस्, प्राध्यापक डाक्टर महेन्द्र लाउतेलाई हेर्नुहोस् र उहाँहरू चाहिँ हामीसँगै हामी काम गर्ने, उहाँहरूले काम नगरे पनि भोलि उहाँहरूले प्रतिबद्धताबाट दायाँ बायाँ भए पनि हामी काम गराउनेछौँ, काम गर्नेछौँ, यहाँको विकासको लागि, यो देशको समृद्धिको लागि काम गर्नेछौँ भन्ने हाम्रो प्रतिबद्धता तपाईँहरू सामु व्यक्त गर्न चाहन्छु। तसर्थ आज तपाईँहरूले यो 5 थरको यो प्राङ्गणमा हामीले जुन प्रतिबद्धता तपाईँहरूसँग व्यक्त गर्दैछौँ, यो स्थानीय जनताको माग, यहाँको समस्या म धेरै बुझ्छु। यहाँको विद्युत क्षेत्रमा हामीले धेरै चाहिँ सुधार गरेका छौँ। धेरै विद्युतीकरणका समस्या थिए, हिजो धेरै हाइड्रो पावरका समस्या थिए। यो हाइड्रो पावरको समस्याहरूमा हामीले धेरै सुधार गरेर, धेरै परिवर्तन गरेर यो क्षेत्रलाई चाहिँ एउटा जनतालाई सुविधा दिने ठाउँमा हामीले धेरै काम गरेका छौँ। र यो क्षेत्र हाइड्रो पावर जलविद्युतको भण्डार भएको क्षेत्र हो। यहाँ क्षेत्र काबेली करिडोर, तमोर करिडोर, धेरै हाइड्रो पावर भएको क्षेत्र हो। यो क्षेत्रको विकासको लागि हामीले प्रसारण लाइनहरू बनाएका छौँ, वितरण लाइनहरू बनाएका छौँ, सबस्टेसनहरू बनाएका छौँ। धेरै हाइड्रो पावर प्रोजेक्टहरू बन्दै गरेको छ र बनिसकेको धेरै प्रोजेक्टहरू यहाँ छन्। सबभन्दा राष्ट्रिय गौरवको प्रोजेक्ट भनेको अहिले तमोर जलाशययुक्त जलविद्युत आयोजना छ। जुन जलाशययुक्त जलविद्युत आयोजना करिब 1400-1500 मेगावाट भन्दा बढी उत्पादन हुन सक्ने तमोर जलाशययुक्त आयोजना भर्खरै म त्यहाँको पुलबाट क्रस गरेर आएको थिएँ। यो जलाशययुक्त आयोजना यो बन्दाखेरि यो क्षेत्रको कायापलट हुन्छ। यो जलाशययुक्त जलविद्युत आयोजना हामीले यसको अध्ययन सुरु गरेको, म कार्यकारी निर्देशकमा आइसकेपछि यो प्रोजेक्ट बनाउनुपर्छ भनेर हामीले यसको चाहिँ फिजिबिलिटी स्टडी र विस्तृत अध्ययन हामीले सुरु गरेका थियौँ र फिजिबिलिटी स्टडी पनि अध्ययन पुरा गरेका थियौँ। तर बीचमा कुनै विदेशी कम्पनीलाई चाहिँ तत्कालीन सरकारले सुम्पियो, तर त्यो काम भएन। त्यो सुम्पिएको प्रोजेक्ट अगाडि बढेन। म तपाईँलाई एउटा प्रतिबद्धता के व्यक्त गर्न चाहन्छु भने अब यो प्रोजेक्ट बन्छ। आगामी दिनमा अब आउने 5 वर्षभित्रमा यो प्रोजेक्टलाई सुरु गरेर निर्माण चालू गरिनेछ। यो प्रोजेक्ट सुरु भएर अगाडि बढेपछि हजारौं मान्छेले रोजगारी पाउनेछ, यहाँका जनताले सेयर पाउनेछ, यहाँको विकास निर्माण हुनेछ र यो देशको समृद्धिको लागि यो हाइड्रो पावर प्रोजेक्ट एकदमै फलदायी हुनेछ र यो इनर्जी सेक्युरिटीको लागि र यो प्रोजेक्ट वास्तवमा हाम्रो इरिगेसनको लागि, यो सिंचाई, यो मोरङ जिल्ला झापा जिल्लाको सिंचाइको लागि पनि यो तमोर चिसान डाइभर्सन प्रोजेक्ट पनि यहीसँग सम्बन्धित छ र यो प्रोजेक्टलाई हामीले अगाडि बढाउनुपर्छ र यो प्रोजेक्ट बढाउनमा हामी प्रतिबद्ध छौँ। तसर्थ यो प्रोजेक्ट मात्रै होइन, यो क्षेत्रको सम्पूर्ण हाइड्रो पावर प्रोजेक्टलाई हामी अगाडि बढाउन प्रतिबद्ध छौँ। यो प्रोजेक्टहरू अगाडि बढिसकेपछि यो क्षेत्र र हाइड्रो पावर क्षेत्र र समग्र देशको उन्नतिको लागि हामीले ठुलो परिवर्तन गर्न सक्छौँ। हामीले हाम्रो प्रतिबद्धता पत्रमा भनेका छौँ 5 वर्षभित्र 12,000 मेगावाट बनाउँछौँ र 10 वर्षभित्र हामी 25,000 मेगावाट बनाउँछौँ र आगामी 20 वर्षभित्र हामी 40,000 मेगावाट बनाउँछौँ भनेर भनेका छौँ। त्यो हामीले त्यत्तिकै भनेका होइन, हामीले क्याल्कुलेसन गरेर आयोजनाहरू कुन बनाउने भनेर बनाएका छौँ। यदि हामीले भोलि 40,000 मेगावाटको हाइड्रो पावर सम्पन्न गर्ने अवस्थामा यो देशमा हामीले विद्युतलाई 40,000 मेगावाट बनाएर 30,000 मेगावाटमा हामीले निर्यात गर्ने अवस्थामा हामीले करिब 15-20 खरब रुपियाँ हामीले विदेशी मुद्रा आर्जन गर्न सक्छौँ।
यो भनेको आजको बजेटको आज नेपालको बजेटको बराबर हो। नेपालको बजेट अहिले 15-20 खरब भन्दा बढी छैन। यो यति बराबरको हामीले विद्युत निर्यात गर्न सक्यौं र 10-15 हजार मेगावाट विद्युत नेपालमा खपत गर्न सक्यौं भने नेपालको समृद्धिको आधार यही बन्नेछ। नेपालको समृद्धिको आधार यही बन्नेछ। हामीले शिक्षा, स्वास्थ्य र विविध अन्य क्षेत्रमा हामीले निःशुल्क उपलब्ध जनतालाई सेवा उपलब्ध गर्नेछौँ। हाम्रो प्रतिबद्धता पत्रमा हामीले उल्लेख गरेका छौँ। हामीले आधारसहित उल्लेख गरेका छौँ। गरिब, अघि डाक्टर लावतीले भनिसक्नुभयो, हाम्रो उज्यालो नेपाल पार्टी भनेको गरिबमुखी पार्टी हो। हामीले गरिबलाई फोकस गरेर, गरिबलाई हेरेर हाम्रो नीति बनाएका छौँ। हाम्रो हिजो पनि गरिबहरूलाई कसरी सेयर दिन सकिन्छ, गरिबहरूलाई कसरी फ्रीमा मिटर वितरण गर्न सकिन्छ र गरिबहरूलाई हामीले कसरी चाहिँ विद्युत सहुलियत दिन सकिन्छ भन्ने कुरा हामीले गरेका थियौँ। अब आगामी दिनमा हामी विद्युतमा पनि निःशुल्क विद्युत दिन सक्ने अवस्थामा पुग्छौँ। शिक्षामा निःशुल्क दिन सक्ने अवस्थामा पुग्छौँ। स्वास्थ्यमा निःशुल्क गर्ने अवस्थामा पुग्छौँ र धेरै क्षेत्र पूर्वाधारको क्षेत्रमा ठुलो लगानी आवश्यक छ। आज 3 खरब पनि लगानी पूर्वाधारमा गर्न सकेको छैन। 20औं खरब रुपियाँ हामीले वर्षको चाहिँ पूर्वाधार क्षेत्रमा लगानी गर्ने अवस्थामा पुग्छौँ, जसले गर्दा देशमा लाखौंको संख्यामा रोजगारी स्थापना गर्नेछ। अहिले कृषिमा यो क्षेत्र पनि एउटा कृषिको भूमि हो। चिया खेती, अलैँची खेती लगायत धेरै नगदे बालीको चाहिँ खेती यो क्षेत्रमा हुने गरेको छ र यो देशमा कृषि यति ठुलो सम्भावना भएको र रोजगारी सृजना गर्ने क्षेत्र हो, तर यो क्षेत्र अगाडि बढ्न सकेको छैन। यसको एउटै कारण के हो भने कृषि हाम्रो देशमा अगाडि किन बढ्न सकेन भने कृषिमा हामीले बजार व्यवस्थापन गर्न सकेनौँ। यहाँ उत्पादित वस्तुको बजार व्यवस्थापन हामीले गर्न सकेनौँ। खाद्यान्न यहाँ उत्पादन हुन्छ, विदेशबाट खाद्यान्न उत्पादन भएको खाद्यान्न ल्याउँछौँ। तरकारी यहाँ उत्पादन हुन्छ, यहाँको तरकारी फाल्नुपर्ने अवस्था र दुध यहाँको फाल्नुपर्ने अवस्था विदेशबाट ल्याएर हामीले आपूर्ति गरिरहेका हुन्छौँ। यो देशको उत्पादनलाई प्रोटेक्सन गर्ने कि नगर्ने, संरक्षण गर्ने कि नगर्ने, यो देशको उत्पादनलाई जब संरक्षण गरेर एउटा लगानी, कृषकको लगानीलाई सुरक्षित गरेर त्यसमा केही नाफा किसानलाई दिएर एउटा समर्थन मूल्य तोकेर यदि देशमा बाहिरको चाहिँ सामानलाई हामीले नियन्त्रण गर्न सक्यौँ भने यो देशमा बजारीकरण हुन्छ। यहाँ देशमा सबैले चाहिँ कृषि गर्न थाल्छन्, कृषिमा रोजगारी हुन्छ र यो देशको युवाले विदेशमा गएर 30,000 40,000 को लागि खाडी देशमा जानुपर्ने अवस्था कम्ती हुन्छ। तसर्थ हामीले बजारीकरण, यो देशमा कृषिमा मल प्राप्त गर्न सकिँदैन, समयमा मल प्राप्त हुँदैन र खेती गरेको चाहिँ लगानी उठ्दैन र हामीले सिंचाई सुविधा दिन सक्दैनौँ। अहिले हामीले हाम्रो प्रतिबद्धता पत्रमा सिंचाई क्षेत्रमा कृषि मिटर र कृषिको क्षेत्रमा सम्पूर्ण कृषकलाई बिजुली निःशुल्क दिन सक्छौँ र निःशुल्क दिन्छौँ भनेर हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ। कृषिमा यो कृषि उत्पादनलाई हामीले विशेष जोड दिनुपर्छ। पर्यटनको क्षेत्रमा त्यत्तिकै छ। पर्यटन क्षेत्र हाम्रो लागि एकदमै महत्त्वपूर्ण, धार्मिक पर्यटन र हाम्रो चाहिँ जति पनि हाम्रो प्राकृतिक पर्यटन छ, यो पर्यटनलाई हामीले चाहिँ विकास गर्न सक्दाखेरि लाखौं युवा यही रोजगारी सृजना गर्न सक्छ। यहाँ आईटी सेक्टर जति पनि यो प्रविधिको क्षेत्रमा, आईटी सेक्टरमा युवाहरूलाई हामीले चाहिँ बढीभन्दा बढी संलग्न गराएर यहाँको नलेजलाई, यहाँको बुद्धि, यहाँको नलेजलाई विदेशमा सेल गर्न सक्ने अवस्था यहाँ छ। यो नलेज भूमि हो। यहाँका युवाहरू विदेशमा गएर सबैतिर एकदमै विज्ञ भएर काम गरिरहेका छन्, तर नेपालमा काम गर्ने अवस्था छैन। यो अवस्था सरकारले सृजना गर्ने हो। आईटी क्षेत्रमा त्यत्तिकै लाखौं युवा
चाहिँ रोजगारी सृजना गर्छ हुन सक्छ। तसर्थ हामीले वार्षिक रूपमा 9 लाख युवालाई हामीले रोजगारी दिन्छौँ भनेर चाहिँ हाम्रो प्रतिबद्धता पत्रमा व्यक्त गरेका छौँ। यहाँ धेरै समस्याहरू, सहकारीका समस्या, मिटर ब्याजीको समस्या, लघु वित्तको समस्या धेरै छन्। जनताहरू, गरिब जनताहरू मारमा परेका छन्। यस्ता समस्यालाई समाधान गर्नलाई आगामी दिनमा यो आयोग गठन गरेर यस्ता समस्याहरू समाधान गरेर दोषीमाथि कडाभन्दा कडा कारवाही गरेर जनताको पैसा, जनताको जति पनि जनताको सुविधा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो। र भूमिहीनहरू धेरै छन्। भूमिको सुविधा, यो सुकुम्बासीको सुविधा, जनताले पाउनुपर्ने आवासको नैसर्गिक अधिकारको विषयलाई पनि हामीले बोलेका छौँ। यहाँ भूमिहीनहरूलाई कसरी व्यवस्थित रूपमा चाहिँ लाल पूर्जा बाँड्ने र आवासको सुविधा कसरी व्यवस्थित गर्ने विषय पनि हामीले बोलेका छौँ। र विदेशमा रहेर पनि नेपालीहरूले भोट गर्न पाउनुपर्छ, मतदान गर्न पाउनुपर्छ। विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउनुपर्छ। बेजिल्ला काठमाडौँमा बसेर 5 थरका मतदाताले मतदान यहाँ पनि गर्न पाउनुपर्छ भनेर हामीले बोलेका छौँ। यसलाई चाहिँ आगामी दिनमा कार्यान्वयनमा लानुपर्छ। सर्वोच्च अदालतले भनिसकेको कुरा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। तसर्थ यो विषयहरूलाई कार्यान्वयन गर्नुपर्छ। र विदेशमा नेपालीहरू, विज्ञ नेपालीहरू गएर बसेका छन्। एकपटकको नेपाली सधैँको नेपाली भनेर नेपालीहरूलाई, विदेशमा भएको नेपालीहरूको नागरिकताको विषयलाई पनि हामीले सम्बोधन गरेर यहाँ लगानी गर्ने वातावरण बनाउँछौँ भनेर हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ। यहाँ धेरै ब्रिटिस आर्मीमा धेरै लाउरे हाम्रो ब्रिटिस आर्मीमा पनि हुनुहुन्छ र उहाँहरूको जुन विषयहरू छ, पेन्सन सुविधादेखि लिएर पेन्सनका विषयदेखि लिएर धेरै विषयहरूमा हामीले प्रतिबद्धता पत्रमा व्यक्त गरेका छौँ। जुन विषयहरूलाई नेपाल सरकारले इफेक्टिभली, प्रभावकारी रूपमा त्यसलाई कार्यान्वयनको लागि सहजीकरण गर्नुपर्छ र त्यो विषय हाम्रो प्रतिबद्धता पत्रमा व्यक्त गरेका छौँ। यस्तै हामीले धेरै विषयहरू प्रतिबद्धता पत्रमा व्यक्त गरिसकेका छौँ। प्रतिबद्धता पत्र तपाईँहरूलाई आइसकेको छ। स्थानीय रूपमा हाम्रा चाहिँ उम्मेदवारहरूले तपाईँहरूलाई प्रतिबद्धता पत्र चाहिँ दिइसक्नु भएको होला र त्यो प्रतिबद्धता हामीले आगामी दिनमा कार्यान्वयन कसरी हुन्छ भनेर पनि हामीले आफ्नो प्रतिबद्धता पत्रमा व्यक्त गरेका छौँ। आगामी दिन एउटा द्रुत विकास दशकको रूपमा, 10 वर्ष विकास दशकको रूपमा चाहिँ घोषणा गरेर यो देशको कानुनलाई परिवर्तन गरेर, संशोधन गरेर, खारेज गरेर एउटा छाता ऐन बनाएर यो देशको विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउनुपर्छ भनेर हामीले प्रतिबद्धता पत्रमा व्यक्त गरेका छौँ। र यो देशलाई कायापलट गर्नलाई र आर्थिक रूपान्तरण गर्नको लागि हाम्रो पार्टी आगामी दिनमा प्रतिबद्ध भएर लाग्नेछ। तपाईँहरूले यो क्षेत्रबाट ताप्लेजुङ 5 थर लगायत यो क्षेत्रबाट हाम्रा उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनु होला र हाम्रो टेकबहादुर सुब्बा भाइलाई अत्यधिक मतले विजयी गराउनु हुन 5 थरवासी आम आमा बुवा दाजुभाइ सम्पूर्णमा मेरो हार्दिक अनुरोध छ। उहाँ जित्नु भनेको उज्यालो नेपाल जित्नु हो र कुलमान घिसिङ जित्नु हो। बाँसुरीमा मतदान गरेर अत्यधिक मतले जिताइदिनु हुन म हार्दिक अनुरोध गर्दछु र समानुपातिक तर्फ बाँसुरी चिन्हमा देशभरिको हाम्रो मतदाताहरूलाई जिताएर आगामी दिनमा हाम्रो सशक्त सरकारमा उपस्थितिको लागि र संसदमा सशक्त उपस्थितिको लागि हामी प्रतिबद्ध भएर अगाडि बढ्नको लागि तपाईँहरूले मतदान गर्नुहुनेछ र हामी सरकारमा रहे पनि, संसदमा रहे पनि नरहे पनि आगामी दिन निरन्तर रूपमा तपाईँहरू सँगै रहनेछौँ। उज्यालो नेपाल सधैँ तपाईँहरूसँगै अगाडि बढ्नेछ र जेनजी परिवर्तनकारी जेनजी साथीहरूले जुन हिसाबले आज 5 थर लगायत धेरै जिल्लामा निरन्तर तपाईँको घर दैलोमा हरेक व्यक्ति घरमा भेटेर चाहिँ जुन किसिमले प्रयास गर्नुभएको छ, जुन किसिमको उहाँहरूको चाहिँ ऊर्जा देखाइरहनु भएको छ, त्यसले गर्दाखेरि उज्यालो नेपाल पार्टी पनि एउटा ठुलो उत्साहका साथ अगाडि बढ्नलाई साहस मिलेको छ। उहाँहरूलाई पनि हाम्रो राष्ट्रिय परिवर्तन पार्टीका सम्पूर्ण जेनजी भाइ बहिनीहरूलाई पनि म हार्दिक
धन्यवाद दिन चाहन्छु। मैले भर्खरै आउँदै उहाँहरूको मेस हेर्न गएको थिएँ, बस्ने ठाउँ हेर्न गएको थिएँ। उहाँहरूले कसरी एउटा साधारण हिसाबले बसेर साधारण खाना खाएर यो देशलाई परिवर्तनको लागि कसरी लाग्नु भएको छ भन्ने कुरा एउटा उदाहरण हो। यो उदाहरण कुनै पार्टीले देखाउन सक्दैन। कुनै पार्टीमा यसरी लागेको युवाहरू निस्वार्थ रूपले यो देशको परिवर्तनको लागि लागेका मैले देखेको छैन। आज मैले 2 दिनको हेराइ बसाइमा मैले अनुभव गरेँ। उहाँहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। आगामी दिन उहाँहरूबाट यो देशको परिवर्तन सम्भव छ। यो परिवर्तनको लागि उज्यालो नेपाल पार्टी हामीले उज्यालो बनाउँछौँ, यो देशलाई उज्यालो बनाउँछौँ, हरेक व्यक्तिको अनुहारमा उज्यालो बनाउँछौँ। धेरै ठाउँमा अँध्यारा छन्, लोड सेडिङ छ, खानेपानी, अघि पनि खानेपानीको समस्याको धेरै कुरा गरेको थिएँ। यो देशमा धेरै ठाउँमा, काठमाडौँमा खानेपानीको समस्या छ, धरानमा खानेपानीको समस्या छ, 5 थरमा खानेपानीको समस्या छ। अब लोड सेडिङ, खानेपानीको लोड सेडिङ अन्त्य गरेर हरेक व्यक्तिले चाहे जति हरेक दिन पानी उपलब्ध गराउने पनि हाम्रो प्रतिबद्धता हो। हरेक व्यक्तिले हरेक ठाउँमा, हरेक घरमा धारा पाउनेछ। त्यो गराउनु यो संवैधानिक अधिकार हो, संविधानले दिएको अधिकार हो। खानेपानी भनेको बेसिक निड हो। त्यो दिन हामीले अगाडि बढ्नुपर्छ। राज्यको नेचर, राज्यले कुनै पनि नागरिकलाई पास गर्न सक्दैन। अर्को सानो हातेमाई खेल आदरणीय महानुभावहरू, यहाँदेखि यहाँ कृपया स्टेसन प्रसार मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत उज्यालो युगका घोषणा सभा जुन चाहिँ उज्यालो नेपाल पार्टी केन्द्रीय अध्यक्ष कुलमान घिसिङ छुको सम्बोधन रहेको छ। कृपया मेरो भनाइ अन्तिममै थियो। तपाईहरुलाई मैले जति कुरा राखेको छु, तपाईहरुले आगामी दिनमा हामीलाई विश्वास गर्नुहुनेछ भनेर म अत्यन्तै विश्वस्त छु। यहाँहरुको विश्वास, माया र सद्भाव सधैँ रहनेछ र आगामी दिनमा हामी तपाईहरुको साथ बोकेर हामी जिते पनि हारे पनि तपाईहरु सँगै हुनेछौँ। यो चुनाव भनेको एउटा प्राविधिक विषय पनि हो। यो चुनाव गयो भन्दैमा धेरै चुनावहरू आउँदैछ। स्थानीय निकायको चुनाव आउँदैछ, प्रदेशको चुनाव आउँदैछ। यो देशमा अब स्थानीय निकाय र प्रदेशको चुनावहरूमा हाम्रो उपस्थिति दमदार हुनेछ र यो हाम्रो उपस्थितिले आगामी दिनमा यो देशको 1 नम्बरको पार्टी बनाउनलाई उज्यालो नेपालका सम्पूर्ण साथीहरू लाग्नेछ। हामीले छोटो समयमा 3 महिनामा यति ठुलो संरचना, यति ठुलो देशैभरि ठुलो उभार ल्याएका छौँ। जनताको भावना, जनताको सद्भाव रहेको छ। आगामी दिनमा यो पार्टीलाई निरन्तर रूपमा अगाडि बढाएर उज्यालो नेपाल पार्टीको चिन्ह अहिलेको लागि हाम्रो बाँसुरी चिन्हलाई हामीले अगाडि बढाएर यो देशको परिवर्तनको लागि हामी निरन्तर लागिरहनेछौँ र आगामी दिनमा उज्यालो नेपाल पार्टी यो देशको 1 नम्बरको पार्टी बनाएरै छोड्छौँ भन्ने हाम्रो प्रतिबद्धता सहित
तपाईँहरूबाट बिदा हुन्छु। धन्यवाद। अब त देशले विकास पाउनै पर्छ। अब त देशले विकास पाउनै पर्छ। नेतृत्वमा कुलमान घिसिङ अवश्य आउनै पर्छ। विचारभन्दा माथि देशलाई राखेर निस्वार्थ आफ्नो मत बाँसुरीमा लगाउनै पर्छ। हामी धेरै धेरै धन्यवाद आभार प्रकट गर्छौँ आजको यस हाम्रो कार्यक्रमको प्रमुख अतिथि उज्यालो नेपालका महानायक कुलमान घिसिङज्यूलाई र हाम्रो आयोजकको तर्फबाट मायाको चिनो अर्पण गर्ने कार्यक्रम रहेको छ। म कार्यक्रमको सभा अध्यक्ष ज्यूलाई मायाको चिनो प्रदान गरिदिन अनुरोध